ऊ छैन त्यो ऊ के अरे बैशाखी छैन अनि दिदी बैशाखी छैन भन्नुपर्छ नि त कहाँ लौरो टेकेर हिँड्या त ए ल ल ल तिमीलाई मैले भिडियो पठाएपछि तिमीले दिदीलाई गरे ए ल मैले पठाएछु त नि ए बैशाखी छैन म भोलि ल्याइदिन्छु बैशाखी ल कान्छा ए ए नाम भन्दा त तिम्रो निरसिंह यता हेरेर भन दिदीलाई नमस्ते होइन त्यो टोपी खोला नि अरूले पनि चिन्नु पर्यो नि तिमी जस्तो वीर मान्छेलाई तिमी जस्तो योद्धा मान्छेलाई वीरसिंह भाइ अनि कति उमेर तिम्रो मेरो चाहिँ 23 वर्ष भयो ए अनि बुवा आमा कसैलाई भने छैन गोली लाए कि के लाए गोली नै हो दुईटा गोली लगाएछ दिदी हो नखोल 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 इन्फेक्सन हुन्छ फेरि एउटा चाहिँ ए यहीँ पकाएर खाने यहीँ बस्ने हो ए ल होइन टेन्सन होइन भन्नुपर्छ नि कान्छा यो त अब सबैको लागि लड्नु भएको बाउ बाजे उबेलादेखिको होइन व्यथितिको विरुद्ध लड्या हो नि त तिमी एकजना एउटा परिवारको लागि लडे होइन राष्ट्रको लागि लडेको हो नि त हो नि निर्मल है तिम्रो नाम त्यही त अब कान्छा अलिकति रकमले त ए यो उसको नाम के पप्पीको नाम चाहिँ जिमी यता आउ ल एउटा ए तिम्रो साथी हो ए तिमीहरू सहयोग गरिरहेछौ कि के गरिरहेछौ त्यही त ए चामल यो 2 बरा चामलले कति पुग्छ त तिमीलाई पुग्छ ए चाहिँ अब 25,000 छ भाइ है अनि यो चाहिँ फेरि यो उसकै लागि है अब ढोक्नु पर्दैन अहिलेसम्म यत्रो गर्यो कोही यहाँ यताको पब्लिकलीहरू मेयरहरू यहाँको यत्रो मान्छेहरू छ सबैले हामीले हस्पिटल लिएर आएको हैन एकजना पनि अहिलेसम्म घरमा के छ बाबु कस्तो छ ओ त्यस्तो नभन दिदी छ नि दिदी अलवेज विथ यु है एक कलमा चाहिँ आइदिनु भयो त्यसो फेरि म भोलि बैशाख लिएर आउँछु बैशाखी रहन्छ बैशाख किन कति तिम्रो हाइट देऊ हाइट चाहिन्छ है 5'2" हो ल म भोलि लिएर आउँछु बैशाखी ल अनि यहाँ चाहिँ तिम्रो टी सर्टहरू छ खानेकुराहरू छ पेन पनि छ है कान्छा है अनि टी सर्ट अझै ल्याइदिउ कि के छ है तिम्रो ठुलो रहेछ रेड पनि नमिल्न पनि सक्छ